गाइस गुड मर्निङ साथीहरू सबैजनालाई। हेर्नु न हाम्रो घरबाट चाहिँ सनराइज त्यतिको देख्छ कि, तर आज चाहिँ दिन क्लियर छैन नि त, पुरा धुम्मा लागिरहेको छ होइन। यदि दिन धुम्मा लागेको छैन भने चाहिँ यस्तो राम्रो देख्छ यहाँबाट यो सनराइजको भ्यूज चाहिँ। अब हामी चाहिँ यहाँनिर चाहिँ यो मुला देख्यो कि खासै गर्ने साथीहरू आमा क्या लाग्दो रहेछ यो हाँसेर है। लु मौरी मटर साथीहरू यहाँ हेर्नु है, मटर कस्तो एउटा टिपेर खानु। अर्ग्यानिक भनेको अर्ग्यानिक सुल्ली पो रहेछ। अर्ग्यानिक मटर भनेको अर्ग्यानिक मटर हुन्छ। यति लामो लामो कोसा हुन्छ यो हरियो मटर। गुलियो रहेछ। एकछिनबाट बारीको काम गरौँ। यहाँ चाहिँ खोर्सानी रोप्ने ट्याप पारेर, तर अब खन्नु चाहिँ हामी पटपट फुटेको छ। एकछिनबाट खन्नु चाहिँ सक्दैन हामी चाहिँ। डोजर लिएर डोजरले खनाउने। सबलाई निकाला, पापालाई पनि निकाला। दामी हेर्नु कति रुपियाँमा बिक्री हुन्छ होला। तपाईँहरूले बेचेको छैन होला। यो बेच्छ? बेच्नु कसले किन्छ होला है? खोइ धुम्बुरेले किन्छ। उपर देखाइदिनु धुम्बुरे देखाइदिनु अरे। उपर ऊ मालिक के हो? खै ब्याडमिन्टन यो बुके फुलको तल छ। अलिक सफा चाहिँ गरिराख्नु न भनेको नि त। गाइस म चाहिँ अब मटर खान गएको। मटर खाएको पनि गरिदिनु। पुरै खानु है मटर चाहिँ सिधै त्यो मजा आउँछ। दुस्याना गाइस मटर चाहिँ यसरी खानुपर्छ। पकाइके लानुपर्छ। कस्तो हाँसहरू देखिरहेको होला। यो सुक्खा चाहिँ यता डराइ नै छ। यो चाहिँ हैन त के भन्नु त, यो चाहिँ उयसमा हाल्नु न सोच ल। खानेर खान्छ मटर पिस्नुपर्छ यो है। पर्दैन। अब चाहिँ हामी चाहिँ खाना खानु आँटेको। यहाँ मैले चाहिँ आज चाहिँ बनाएन, भाइले र यिनीहरू मिलिकन बनाएको। बा डरे नानी यो निकाला। तातो छ तातो छ। झुम्रो पनि त्यही हो है। हाम्रो नानीले चाहिँ त्यो चाहिँ भाइले बनाएको, मैले बनाएन किनभने मेरो काम थियो नि त अरू। यो चाहिँ एकदम पुरानो घर हो नि त हाम्रो। खाँदैन के भन्छ यो भत्काउनै मान्दैन पापा चाहिँ है। लु गाइस हाम्रो चाहिँ यहाँनिर कुच्चो बाट्दैछ भाइले। खै छोड गाइस चाहिँ नभन्नु अरे कुल्फो खोल्नेको साथीहरू भन्नु अरे। गाइस भनेको चाहिँ मन परेको, अरू भन्दा हुँदैन अरे। लु चाहिँ खाना पकाउँदैछु है गाइस। हेर्नु न चुल्हामा कस्तो मजा लाग्छ मलाई। आँटेको हो सब्जी चाहिँ यहाँ माथि पकाउँदैछु, तर म यहीँ पकाउने भनेर सोचिरहेको छु। दुध पियाइ हुँदैछ हाम्रो चाहिँ, मेरो चाहिँ। त्यही त परेन है। अर्ग्यानिक ग्यासमा पकाउँदैछु भन्नु परेन नि साथीहरू। अर्ग्यानिक ग्यास हो यो चाहिँ। ए डुकु त देख्दैन रहेछ, भालै देख्दो रहेछ डुकु। डुकु के अरे मान्छे दार्जिलिङ